अब हामी मुक्तिनाथ दर्शन गरेर फर्केको अवस्था हो। हाम्रो गाडी वर छ। मुक्तिनाथ दर्शन गरेर हामी फर्केको अवस्था। अति नै रमाइलो, त्यति सुन्दर ठाउँ। पेम्बाले हतार छ भने नजाउँ न। सल्लाह गर्नु अब कता जाने हो। के गर्ने पेम्बा हतार छ भने नजाउँ। जाने हो सल्लाह गर्नु। पेम्बा धेरै हतार छ भने नजाउँ, नभए लेप्चातिर जाउँ भनेर हामीले। नभए भोलिको छिरिङमा स्पोन्सर गर्छ अरे। सल्लाह गर्नु तपाईँ होइन छिरिङ एक दिनको उसले गर्छ अरे। अब हतार छ भने छैन न, पुगिसकेको होइन। फेरि आइँदैन। अब कति वर्ष पछाडि आइन्छ। यो डाँडाहरूभन्दा अर्कै ठाउँ हो जस्तै सबै है। अब सल्लाह गर्नु। म त गए पनि अब आज दर्जन पोखरा गएर बस्ने भए काठ पनि छिर्नु पर्यो। अब बुद्ध जाने भए त्यही अनुसार आज त लोमाठाङ मात्रै पुग्छ। गएर सुति मात्रै आयो। पाउँछ त नि, गाडीको जति छ त पाउँछ। सल्लाह गर्नु। भोलिको पैसा छिटिङले निकाल्ने भन्दैछ। भोलि त यस्तो हुन्छ, आज गएर लोमाठाङ गएर बस्ने मात्रै हुन्छ। अब लोमाठाङ गएर बस्ने मात्रै हुन्छ। रमाइलो गर्नु त आउने हो। रमाइलो भएन भने त के काम। भोलि बिहान उठेर छप्पु हतारै छ भने चाहिँ अब के भन्ने। सल्लाह गर्नु। हतारै छ भने जाउँ। अब त्यसो भए उस पनि नजाउँ लुम्बिनी। घरमै आज कति दिन हो? 3 दिन। हामी घरबाट हिँड्ने 3 दिन भयो। आज 3 दिन। कटेर जति जाँदा पनि 5 दिन अगाडि पुग्नु भयो। 5 दिनको दिन चाहिँ राति 12 बजी भए पनि आए पनि केही फरक परेन होइन। त्यसै भनेको छ बुद्धले। 5 दिनको दिन चाहिँ बेलुका पुग्नु पर्यो। 12 बजी कट्यो भने चाहिँ फेरि 6 दिनको चाहिन्छ भनेको छ। पर्दैन 5 दिनको राति आउनु पाउँछ पाउँदैन अब म त जाउँ। अब के भन्नु छ? जाने लुम्बिनी त जान्छु भनिसक्यो। त्यो झन् जानुपर्छ नि। भन्यो भने सबैको सल्लाह मिल्यो भने जाउँ होइन। नभए त्यो सल्लाह नमिलिकन त्यो हुँदैन, रमाइलो हुँदैन। हामी रमाइलो गर्नु आएको, रमाइलो भएन नि के फाइदा हुँदैन। मलाई त रमाइलो भइरहेको छ। यस्तो म त यही डाँडातिर जाउँ जस्तै लाग्छ। अब ड्राइभर त अघि माथि बजारतिर पाउँथ्यो होला बरु। छैन रे अब यता त
पाउँछ दादा माथि यो मेन बजार नपाएपछि त यता त पसल छैन यसो याद गर्नु एक दुईवटा पसल त छ कि छैन अनि माथि चाहिँ बजारमा चाहिँ त्यहाँ पाउँदैन अब बिहान जमसम्म त बिहानै खोल्यो भने बिहान यहाँ पसल छ भने सबै हाँस त एकचोटि धेरै नै जुम्मा भयो रमाइलो गर न यार अलिक गीत गाउनु यार अन्त रमाइलो
होइन त्यहाँ पुग्छ नि ऊ त्यो राइटपट्टि साइड त्यो गाउँबाट जाने हो त्यहाँ पुग्छ हेर्नु है म जुम गर्छु कस्तो रहेछ त्यो आइपुग्छ अहिले हामी बाटो जाने कहाँ घाम तापेर बसिरहेको अहिले यस्तो ठाउँ मनि गाउँ पारी हेर्नु घर यस्तोबाट पानी आइरहेछ आइस यहाँ पनि तोरमा ओ यस्तो दामी ल्याउँछ है आमा दाजु ल यो मान्छेले बनाएको होइन है नेचुरल यस्तो हो नेचुरल हो नेचुरल ए ओ नेचुरल है सबैलाई त्यो मण्डलाको मात्रै देखाउँछ त्यहाँ अर्को देखाउनु पर्ने हो त गोगलमा त 10-12 होटल छ त्यहाँ अनि 10-12वटामा त अहिले सिजन त होइन अहिले सिजन छैन नेपाली मात्रै हो मन्दिर जस्तै बनाएर माथि जुम गरेर हेरौँ न कस्तो रहेछ के अरे लोन सोन छ भन्ने सोध्यो भने छैन भन्नु हामी घुम्न हामी छँदै छैन हामी त्यो सोध्छ क्या त्यहाँ त्यो पुलिसले हामी यस्तो हो भनेर सोध्छ मुक्तिनाथसम्म आएको त्यहाँ यस्तो हेर्नुहोस् यो नेचुरल आमा यहाँ माथि पाण्डवहरू त थियो ल हेर्ने के हो यहाँ बाहिरले हेर्ने यो अहिले यहाँ यस्तो यो भन्दा अर्को पर मुस्ताङ हामी जाँदै हो हेर्नुहोस् पारी नेचुरल यो बनावटी केही पनि होइन यो नेचुरल हो यस्तो हेर्नुहोस् आमा सेयर गर्न मिलिरहेको छ नि त दाइले अहिले अगाडि खिच्दैछ अनि आफ्नो छेउछाउ हिमालयन गेस्ट हाउस हो हान्नु त्यसो फोन लु फोन नम्बर छ त हामीले फोन ट्राई गर्दै गर्नु ओके उहाँ त ढोका बन्द गरेर काठमाडौँ गाजर सबै फ्यामिलीहरू छ अरे भाइको दाइको यत्रो धेरै कटिङ गरेछ है
त काट्दै यो त कति तल बसाइ बसाइ हजुर मेरो कान बाहिर भएर के सानो सुन्छ ए हो रहेछ त्यहाँ पुल पनि रहेछ रातो लाली उठैमा